गाइसहरु हैन आज चाहिँ समुद्र घुम्न आएको यो गर्मीले चाहिँ यस्तो तात्ती पारे हैन ए छाल कि यता कन्टानतिरको पर्यटकहरुको चाहिँ एउटा स्टल रहेछ हैन त्यो स्टलमा घुम्न आएको सारी भाइहरु आज यसो ब्लग सानो ब्लग बनाऊ त्यही भएर चाहिँ एउटा समुद्रतिर सारी भाइहरुसँग एउटा इन्जोय गर्नका लागि सारी भाइहरु म चाहिँ हैन यो समुद्रतिर आएको छु सारी भाइहरु आज मेरो युट्युब च्यानलमा चाहिँ यसो सब्स्क्राइबहरु गरिदिनु होला हैन मेरो युट्युब च्यानलमा हैन वेलकम छ तपाईहरुलाई एउटा सुनसान प्राकृतिक हैन प्राकृतिक स्थल एउटा कन्टाङको हैन पहिला चाहिँ राम्रै विकास भइरहेको रहेछ हैन अहिले चाहिँ फोहोरहरु हैन बनाएर चाहिँ पहिला यस्तो बनाएको रहेछ अहिले तपाईहरुलाई पनि समुद्रको साथसाथै मैले देखाउन गइरहेको छु हैन लानै एउटा पर्यटक हैन पर्यटकको स्थलमा आइसकेपछि हामी जुनसुकै एउटा मानिसको सम्भावना एउटा मानिस भइसकेपछि हैन भइसकेपछि यस्तो एउटा फोनहरु हैन यो बोतलका यो हेर्नुस् यो बोतल जहाँ पाइ त्यही फाल्याम है एउटा जुनसुकै जुन जस्तो भए पनि नागरिक भएपछि एउटा यो भइसकेपछि हैन यो नागरिक भइसकेपछि एउटा बोतलहरु जहाँ पाइ त्यही फाल्नु अनि बेकार हो यो बोतल पानीका बोतलहरु हैन एउटा भइसकेपछि सारी भाइहरु यस्तो नगरौँ हामी किनकि हामी मानिस चेतनशील मानिस हौ चेतनशील मानिस भइसकेपछि चाहिँ हेर्नुस् देख्न सक्नुहुन्छ यो बोतलका फुक्काहरु हैन बोतलका फुक्काहरु यस्तो छ साथी भाइहरु है सबैजनाले चाहिँ अब कमसेकम हैन यो यहाँका नागरिक या पर्यटक हैन एउटा मलेसिया सरकारले हैन पर्यटकहरु घुम्न आउनका लागि यस्तो पर्यटक जस्ता मन्दिर जस्ता हैन प्रतिक्षालय जस्ताहरु छन् यहाँ प्रतिक्षालय जस्ता छन् योमा चाहिँ हामी घुम्न आउने नागरिकले चाहिँ यहाँको सरकारले वास्ता नगरेको कारणले वास्तामा गएन हैन यो पुरै साथी भाइहरु वास्ता नगरेको कारणले गर्दा पनि होला यो एउटा समुद्रको एउटा रहेछ के यता राम्रै रहेछ यो परीक्षालयको हैन एउटा टक यहाँ टेबुलै रहेछ साथी भाइहरु म बस्न चाहे यहाँ हैन तपाईहरुबाट यो यस्तोमा यो यस्तो छ साथी भाइहरु योमा टक्क टेबुल छ हैन टेबुल पनि छ यहाँ मेरो पछाडि देख्न सक्नुहुन्छ समुद्र छ यो पुरा पाइलो देखिन्छ पाइलो पानी हो यो हैन पानी हो साथी भाइहरु पानी हो अनि यो मेरो यस्तोहरु हैन साथी भाइहरु अनि यो यता जंगल छ महाजंगल यो जंगलमा चाहिँ यस्तो छ साथी भाइहरु हैन अनि यता यो प्रतिक्षालय छ हैन प्रतिक्षालयहरु भएको कारणले गर्दा है यता यस्तो फोहोर छ यस्तो छ बोतलहरु साथी भाइहरु देख्न सक्नुहुन्छ तपाईहरुले हैन यस्तो फोहोरहरु छ साथी भाइहरु यो यस्तो हटाउनु छ साथी है यतातिर जंगल छ जंगल हैन त्यही फोहोर नगरौँ है हामी नागरिक एउटा नागरिक कर्तव्य मानिसको रूपमा चाहिँ मानिस भइसकेपछि नगरौँ फोहोर नगरौँ यहाँ टक्कलाई यो बस्ने फोहोर छ साथी भाइहरु यहाँ टक्क यस्तो छ यो टेबुल हो प्रतिक्षालय हो यो माथि पलसल परे हैन यहाँको सरकारले पनि कमसेकम केही नगरे हुनसक्छ हैन साथी भाइहरु हैन वास्ता नगरेर चाहिँ यहाँको पर्यटक र सुरक्षा गार्ड हैन सुरक्षा गार्डहरुले चाहिँ सुरक्षाकर्मी केही होला नि त यहाँका नियमहरु कानुनहरु हैन यस्तो बनाउने मान्छेहरुले अब यस्तो कानुन होला तर यस्तो जहाँ पाइ त्यही फोहोरहरु फाल्दिने हैन यस्तो गर्ने हैन यो चाहिँ हामीलाई एउटा मानिस अलिकति शरम लाग्ने कुरा हो यस्तो छ साथी भाइहरु यस्तो बोतल छ बेहाला बोतल छ साथी भाइहरु खासै यस्तो छ साथी भाइहरु हेर्नुस् देख्न सक्नुहुन्छ यो उतादेखि पारिदेखि उता बोतल यहाँ वरिपरि छ साथीहरु बोतल छ है साथी भाइ यो प्रतिक्षालयहरु साथी भाइहरु बोतल प्रतिक्षालय छ बोतल साथी भाइहरु हैन यस्तो छ भाइहरु पुरै झ्यापको तालमा हुनुहुन्छ है
उता अनि म चाहिँ यता टक्क भिडियो बनाउँदैछु मस्त तालले एउटा समुद्र छँदैछ साथीभाइहरू। अब यसो मेरो चाहिँ एउटा अर्ग्यानिक जस्तै भिडियो हो एउटा त्यही भएर उता जाऊँ यसो घुमौँ अनि टक्क सब कुरा देखाइसक्यो साथीभाइहरू होइन। अब तपाईँहरूलाई चाहिँ बोतल छ फेरि यहाँ पनि एउटा बोतलहरू होइन बोतलको त्यहाँ चाहिँ बोतल यस्तो तालले त हामी हुँदैन मान्छे छैनौँ हामी मान्छे चेतनशील प्राणी नै छैनौँ नि हामी यस्तो छ जहाँ पाइने बोतल फालिदिएको छ होइन बोतलहरू पानीका बोतलहरू हामीलाई प्यास लाग्यो होइन जहाँ पाइ त्यहीँ प्रदूषण होइन एउटा नकारात्मक विषयलाई चाहिँ होइन फाल्ने जहाँ पाइ त्यहीँ होइन एउटा सरकारले चाहिँ एउटा डस्टबिनहरू व्यवस्थापन होइन रहेछ। तपाईँहरूलाई म पनि अब यहाँ त्यहाँ एउटा होटेल जस्तै रहेछ पहिलाको त्यही भएर सरकारले वास्ता नगरेको कारणले गर्दा पनि कमसेकम होइन सरकारले वास्ता नगरेको पनि त्यस्तो रहेछ साथीभाइहरू होइन। यहाँ यस्तो छ होइन साथीभाइहरू बिन्डा छ क्या त्यहाँ एउटा गर्न आउनुहुन्छ होइन यस्तै म चाहिँ टक्क यता यहाँ चाहिँ लाइट रहेछ माथि एउटा पाल रहेछ यहाँ जताततै फल है साथीभाइहरू। म चाहिँ एउटा यहाँ यस्तो लाइट जस्तै रहेछ माथि यो पाल देख्नुहुन्छ नि यो माथिको पाल हो यो पाल देख्नुहुन्छ साथीभाइहरू यो पाल लाइट रहेछ यहाँ पहिला लाइट रहेछ अनि माथिको खुल्ला आकाश मेरो गाउँ जस्तै सुन्दर रहेछ होइन प्राकृतिक यो यसो हेर्दाखेरि मैले यताको यो गोठ थुन्यो फेरि मेरो रुबीमाको जङ्गल लगे यो भन्ने र के गर्नु हेर्दा रहेछ साथीभाइहरू 10-7 जना हुनुहुन्छ यो पुरा प्रतीक्षालय रहेछ यहाँ यो भित्र अहिले घाम लागिरहेछ जाउँ होइन प्रतीक्षालयमा जाउँ प्रतीक्षालय गइसकेपछि जहाँ पाइने फोहोरहरू होइन गर्नु नमिल्ने कुरा हो भट्टलहरू भत्तलहरू छ होइन यस्तो सुन्दर छ होइन बस्न पनि अलिक यस्तो छ मैले यस्तो पढाइमा बस्नु आएँ यहाँ पढाइ छ होइन साथीभाइहरू यस्तो छ होइन यस्तै हो होइन। अब कुनै पनि अब यस्तै हुनसक्छ कुनै चिजहरू होइन एक कमी कमजोरीले गर्दा पर्यटकहरू चाहिँ अब पर्यटक भनेपछि त अब राम्रो यो समुद्रको होइन समुद्र भइसकेपछि त अब एउटा पर्यटक स्थल घुम्न आउँछन् होला राम्रो बनाउनु पर्ने कुरा हो यो चाहिँ हामी मानिस भइसकेपछि तर चाहिँ यो बोतलहरू जहाँ पाइ त्यही नफालिदिनु पर्ने हो। तर म आज फर्स्टै आएँ अब यहाँ दाइहरू चाहिँ अब पहिला आउनु भएको रहेछ पहिले चाहिँ राम्रो थियो भाइ अहिले चाहिँ कमै मात्रामा अब होटेल पनि भनिसकेको छ डस्टबिन रहेछ तर सबै यस्तो छ साथीभाइहरू होइन पुरा डर लाग्दो रहेछ यहाँ पुरै तपाईँहरू देख्न सक्नुहुन्छ कतै सर्वोल्ली जिल्ला भन्ने डर पनि छ मलाई होइन यहाँ यस्तो यो फुटपाथ छ यो साथीभाइहरू यस्तो होटेल देख्न सक्नुहुन्छ यो भित्र पहिला होटेल रहेछ यसमा होइन फ्रिज होइन पहिला पढाउनु सब बिग्रियो पहिला अहिलेको लगभग पर्यटक आउने कमै मात्रामा रहेछ यो होटेलभित्रमा होइन त्यही भएर पनि होला यहाँ फ्रिजहरू त्यसै अर्को भइहाल्छ त्यो डस्टबिन रहेछ यहाँ डस्टबिन त रहेछ होइन त्यो डस्टबिन त रहेछ साथीहरू डस्टबिन त रहेछ होइन यो डस्टबिनभित्र रहेछ यहाँभित्र लिएर फालिदिएर रहेछ है यहाँभित्र लिएर फालिदिएर रहेछ योभित्र पहिला होटेल सञ्चालन पनि रहेछ जेहोस् मान्छेहरू आउँदो रहेछ होइन जेहोस् मान्छेहरू आउँदो रहेछ बोतलका टुक्राहरू साथीभाइहरू होइन किचन के अरे भाँडा माझ्ने रहेछ योभित्र होइन यो रहेछ पर्यटकहरू जेहोस् मान्छे आउँदो रहेछ पहिला अहिले चाहिँ बिहालर यस्तो रहेछ कि खतम भयो देखिसक्नुभयो सिसाहरू फुटेर यस्तो होइन योभित्र पनि देखिसक्नुभयो साथीभाइहरू म चाहिँ अहिले बाहिरतिर लागेँ होइन यो देखिसक्नु भएपछि होइन यो त पहिले रहेछ जस्तै रहेछ होइन त्यो त रहेछ पहिला चाहिँ जे होस् राम्रै रहेछ साथीभाइहरू यो समुद्रको चिजमा राम्रै रहेछ यो भित्र
रहेछ सानीहरू होइन पुरै यस्तो भिडियो बस्नु सक्दैन यस्तो रहेछ साथीभाइहरू पुरा योमा चक्कै खेल्ने रहेछ योमा सिसलाई योमा यस्तो रहेछ यो प्रडक्ट होइन म नमालाई सेल्फी माथि बनाइदिन्छु यस्तो रहेछ यो साथीभाइहरू है यस्तो रहेछ छिटो म लड्छु होइन छिटो बनेर म लडिजान्छु मेरो क्यामेरा सामान पनि रहेछ यो साथीभाइहरू है निसारी छ भन्थ्यो यो भित्र यस्तो छ यो छिटो बनेर म त लङै जान्छु त यस्तो छ मन भुइँका आउने भिडियो बनाउँदैछु साथीभाइहरू यस्तो छ होइन यस्तो छ यस्तो छ साथीभाइहरू यस्तो छ फर गाइसहरू होइन कुखुराहरू 2 बाबु छोरा भन्छ यिनीहरूलाई कुखुराहरू पनि आउँदो रहेछ यस्तो छ म चाहिँ यहाँ खेल्छु होइन यो चाहिँ म होइन साथीभाइहरू यो है अब यदि खेलियो भनेपछि म कस्तो थरी नि गाह्रो भएको त यार यो साथीभाइहरू है आज चाचा खेल्छु म भिडियोमा आफै गर्ने हो साथीभाइहरू होइन यस्तै त हो नि यो प्रोडक्ट स्टोरमा चाहिँ राम्रै रहेछ योमा होइन तर के गरौँ साथीभाइहरू यस्तो छ हाम्रो स्थिति भने होइन प्रोडक्ट गर्मीलाई मजाको होइन अब यो साथीभाइहरू देख्न सक्नुहुन्छ होइन उता मेरो साथीहरू पुरा पौडी खेलेर होइन म चाहिँ पौडी खेल्न खासै आउँदैन नि त त्यही भएर चाहिँ समुद्रतिर यस्तै छु साथीभाइहरू मेरो भिडियो स्टार्ट भइरहेको छ होइन मेरो युट्युब च्यानलमा चाहिँ राम्रोसँग हेरिदिनु होला सबैजनाले यो आग्रह यो प्रस्ताव राख्न छ कि यार होइन यस्तै छ नि गाइसहरू बुढीहरू 2 बाबु छोरापारी जानेछन् म चाहिँ होइन यस्तै हो होइन बिन्दास पाराले छु होइन चिल पाराले सबले पौडी खेलिरहन् म मात्र यहाँ खेलौँ बिन्दा छ हौ मलाई नि उता यस्तै छ होइन सब भिडियोहरू होइन म पनि यसको सकलाई पेन्ट जानुपर्छ त्यो सकलाई होइन जाउँ वर्ष छ यहाँ राखी होइन सो छ समुद्र छ त होइन के गरौँ यहाँ यस्तो दामी छ क्या यार गजब छ भित्र पौडीहरू छ होइन साथीभाइहरू म चाहिँ आज घुम्न आएको पन्टाङको यता भन्ने ठाउँमा सो घुम्न अब घामले पनि अब यस्तो भिडियो राम्रो मेरो मोबाइलै अब ठिक छैन अब मोबाइल कहाँबाट लिने आइफोन सो मेरो युट्युब च्यानलमा चाहिँ सबैजनाले सपोर्ट गरिदिनु होला कि होइन सपोर्ट गरिदिनु भयो भने राम्रो होला मलाई चाहिँ एउटा सानो ब्लग जस्तै हो यो चाहिँ सपोर्ट गरिदिनु होला भन्ने आग्रह गरिदिनु म चाहिँ नाना थरी यस्तो उस्तो भन्ने आउँदैन मलाई होइन अब सो सिन होइन मेरो बनाए चाहिँ त्यही हो बनाए चिज चाहिँ होइन त्यही खाने गाइसहरू सबैजनालाई माया सपोर्ट गरिदिनु होला यो सिन आज म चाहिँ घुम्न आएको यो सिनमा सबैजनाले माया अनि मिठो सम्झना सबैजनालाई मिस यू म अझै ब्लगहरू निरन्तरता गर्ने छु तपाईँहरूको समूहमा है यहाँ एउटा छानी एउटा रुखको छ पनि गाइसहरू म तपाईँहरूलाई गाइसहरू मेरो मोबाइल ल्याउँछ होइन